अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै चलचित्रकर्मीले आन्दोलन गरेका छन्। कलाकारहरू स्वस्तिमा खड्का, रविन्द्र सिंह बानिया, चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्माता सङ्घका अध्यक्ष उदय सुब्बा, प्रदीप भट्टराई जस्ता कलाकारहरूले आज आन्दोलन गरेका हुन्। उनीहरूले कलाको स्वतन्त्रताको पक्षमा आवाज उठाएका छन्। सिनेमा बोलोस्, साहित्य सुनाओस्, हाम्रो साँचो कथा बाहिर ल्याओस्, सिनेमा साहित्य बोल्न देऊ, हाम्रो कथा खुल्न देऊ भन्दै उनीहरूले आज प्लेकार्डसहित आन्दोलन गरेका थिए। पाटनको उच्च अदालतले मङ्गलबार चलचित्र लालीबजारको प्रदर्शन 22 वैशाखसम्मको लागि रोक लगाउन आदेश दिएको थियो। चलचित्रका केही शब्दहरूले वादी समुदायको आत्मसम्मानमा चोट पुर्याएको भन्दै सो समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन्।